श्रीमतीसँग डराउँदैन रमेश। रमेश एक निजी कम्पनीमा काम गर्ने मेहनती युवक थियो। विवाह भएको 5 वर्ष भइसकेको थियो। उसकी श्रीमती सुमना शान्त, समझदार र परिवारप्रति समर्पित महिला थिइन्। उनी घरको सबै जिम्मेवारी सम्हाल्थिन्, बच्चाको हेरचाह गर्थिन् र आवश्यक पर्दा सानो अनलाइन व्यवसाय गरेर परिवारलाई आर्थिक रूपमा पनि सहयोग गर्थिन्। तर रमेशको एउटा बानी थियो। उनी साथीहरूसँग अगाडि आफूलाई धेरै ठुलो देखाउन चाहन्थे। कार्यालयमा वा चिया पसलमा साथीहरू श्रीमतीका बारेमा कुरा गर्दा रमेश गर्वका साथ भन्थे, "म श्रीमतीसँग कहिल्यै डराउँदिन। मेरो घरमा मेरो नै नियम चल्छ।" साथीहरूले ताली बजाउँथे र रमेश अझै गर्वले मुस्कुराउँथ्यो। एक दिन कार्यालयका साथीहरूले राति पार्टी गर्ने योजना बनाए। सुमनाले फोन गरेर भनिन्, "आज छोरालाई ज्वरो आएको छ, सकेसम्म छिटै घर आउनुहोस्।" रमेशले साथीहरूकै अगाडि फोन काट्दै भन्यो, "म कुनै बच्चा होइन, मलाई कसैले आदेश दिन सक्दैन।" उसले धेरै रातसम्म पार्टी गर्यो र घर फर्किँदा सबै सुतिसकेका थिए। बिहान उठेर हेर्दा सुमना रातभर जागरण बसेर छोराको स्याहार गरिरहेकी रहेछिन्। रमेशलाई केही नराम्रो लाग्यो, तर आफ्नो अहङ्कारका कारण केही बोल्न सकेन। दिनहरू बित्दै गए। रमेश साथीहरूको लहैलहैमा परेर अनावश्यक खर्च गर्न थाल्यो। कहिलेकाहीँ मदिरा पनि पिउन थाल्यो। सुमनाले धेरै पटक सम्झाइन्, "हाम्रो भविष्यका लागि बचत गरौँ, बच्चाको पढाइ र घरका आवश्यकताहरू पनि छन्।" रमेशको एउटै उत्तर हुन्थ्यो, "म श्रीमतीसँग डराएर बस्ने मान्छे होइन।" एक दिन कम्पनीमा ठुलो आर्थिक समस्या आयो र धेरै कर्मचारीहरूसँगै रमेशको पनि जागिर गयो। केही महिनासम्म नयाँ काम भेटिएन। घरको खर्च चलाउन गाह्रो भयो। साथीहरू जसले पहिले रमेशको प्रशंसा गर्थे, बिस्तारै सम्पर्कबाट टाढा हुन थाले र त्यही समयमा सुमनाले आफ्नो सानो व्यवसायलाई अझ मेहनतका साथ अगाडि बढाइन्। बिहानदेखि रातिसम्म काम गरिन्। उनले घर खर्च पनि धानिन् र रमेशलाई कहिल्यै दोष लगाइनन्। बरु हरेक दिन हौसला दिँदै भनिन्, "चिन्ता नगर्नुहोस्, नराम्रो समय सधैँ रहँदैन।" रमेश पहिलो पटक सोच्न बाध्य भयो, आफूले जसलाई कमजोर ठानेको थियो, सङ्कटको बेला त्यही महिला सबैभन्दा बलियो भएर उभिएकी थिइन्। केही समयपछि रमेशले नयाँ जागिर पायो। अब उसले पहिले जस्तो व्यवहार गर्न छोड्यो। घरको काममा पनि सुमनालाई सहयोग गर्न थाल्यो। बच्चालाई विद्यालय लैजान्थ्यो, बजारबाट सामान ल्याउँथ्यो र श्रीमतीको मेहनतको खुलेर प्रशंसा गर्थ्यो। एक दिन पुराना साथीहरू फेरि भेटिए। उनीहरूले सोधे, "के हो रमेश, कहिले पनि श्रीमतीसँग डराउँदैनौ?" रमेश मुस्कुरायो र शान्त स्वरमा भन्यो, "डराउनु र सम्मान गर्नु फरक कुरा हो। पहिले म सम्मानलाई डर ठान्थे, अहिले बुझेको छु, श्रीमतीलाई सम्मान गर्ने पुरुष कहिल्यै सानो हुँदैन।" साथीहरू केही बेर मौन भए। त्यस रात रमेश घर फर्कियो। सुमना भान्सामा खाना बनाइरहेकी थिइन्। रमेशले पहिलो पटक उनको हात समाउँदै भन्यो, "मलाई माफ गर, मैले धेरै वर्ष तिम्रो माया र त्यागलाई बुझिन। म सधैँ म श्रीमतीसँग डराउँदिन भनेर गर्व गर्थेँ, तर आज थाहा पाएँ कि परिवार चलाउन आदेश होइन, प्रेम, विश्वास र सम्मान चाहिन्छ।" सुमनाको आँखाबाट खुसीको आँसु झरे। उनले भनिन्, "मलाई तिमीले जित्नुपर्छ भन्ने कहिल्यै थिएन। म त केवल हाम्रो परिवार सुखी होस् भन्ने चाहन्थे।" त्यस दिनदेखि उनीहरूको
घरमा झगडा कम र हाँसो धेरै सुनिन थाल्यो। बच्चाले पनि आमा बाबुको प्रेम र एकताको वातावरण हुर्किन पायो। रमेशले आफ्नो अनुभवबाट एउटा ठुलो पाठ सिक्यो, जसले कार्यालयका नयाँ साथीहरूलाई पनि भन्न थाल्यो, श्रीमतीसँग डराउन पर्दैन, तर उनको सम्मान गर्न सिक्नुपर्छ। उनले दिएको राम्रो सल्लाह सुन्नु कमजोरी होइन, परिपक्वता हो। समय बित्दै जाँदा रमेश र सुमनाको परिवार सबैका लागि उदाहरण बन्यो। मानिसहरूले उनीहरूको घर हेरेर भन्थे, जहाँ श्रीमान र श्रीमती बीच सम्मान, विश्वास र सहयोग हुन्छ, त्यही घरमा साँचो सुख बस्छ। धन्यवाद साथीहरू। यो कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला है।